안녕하세요 여러분. नमस्कार सम्पूर्णमा। आदर्श कोरियन जापानिज स्कुलबाट म कोरियन भाषा प्रशिक्षक सन्तोष कुमार मेहता। आज हामीले नयाँ परिमार्जित किताबमा भएका 7 च्याप्टरमा भएको मुनुहावा छङ्गोको बारेमा एकदमै विस्तार रूपले कुराकानी गर्नेछौँ। पक्कै हजुरहरूको लागि यो भिडियो चाहिँ एकदमै महत्त्वपूर्ण हुनेछ। सो हजुरहरूले यो भिडियोलाई चाहिँ अन्तसम्म हेरिदिनु हुने म एकदमै आशा गर्दछु। ल अब चाहिँ हामीले सुरु गरौँ। खेजलका नाल्सी। खेजल भने के हो त? ऋतु र मौसम। ऋतु र मौसम। ऋतु र मौसममा के फरक छ? ऋतु भनेको एउटा के हो त? सिजन हुन्छ, अवधि हुन्छ भने मौसमको कुनै सिजन कुनै अवधि हुँदैन। एउटै ऋतुमा चाहिँ मौसम परिवर्तन भइरहन्छ। त्यसकारणले गर्दा ऋतु र मौसमको चाहिँ हामीले यसरी सजिलै तरिकाले छुटाउन सक्छौँ। हेरौँ, पढौँ, राम्रोसँग बुझौँ है त। नाल्सी भनेको के हो त? मौसम। मौसम बुझौँ। हानगुन फोम येरुन खाउल खेउल सा गेजरी तुर्यत थान नाडा इन्डिदा। के भनेको छ त? कोरिया चाहिँ के हो त? वसन्त ऋतु हैन, वसन्त ऋतु, ग्रीष्म ऋतु, शरद ऋतु र शिशिर ऋतु गरी 4वटा ऋतु चाहिँ फरक भएको देश हो अथवा स्पष्ट भएको के हो त? देश हो हैन, छुट्टै भएको देश हो। तुर्यत थाना भने के हो त? प्रष्ट हुनु अथवा फरक हुनु हैन। इसको अर्थ यसरी लाग्छ है त। फोमको बारेमा पहिला कुराकानी दिएको छ। पहिला हामीले के बुझौँ त? के दिएको छ त? कोरिया चाहिँ के हो त? वसन्त ऋतु, ग्रीष्म ऋतु, शरद ऋतु, शिशिर ऋतु गरी 4वटा ऋतु छुट्टै भएको देश हो अथवा फरक फरक ऋतु भएको के हो त? देश हो हैन, र प्रष्ट भएको के हो त? देश हो। अब 4वटा ऋतुको बारेमा चाहिँ के कुराकानी छ हामीले बुझौँ। होम सानवल बुथ ओवरुन तातु थाम्य हकोत यङसान होमक्वा खाथुन आरुन्दाउन कोची मानी फिल्दा है। वसन्त ऋतुको चाहिँ के छ विशेषता भने वसन्त ऋतु चाहिँ कहिले हो त? 3 महिनादेखि 5 महिना एकदमै न्यानो हुन्छ। साथै र म्य भन्ने ग्रामर हो। यो चाहिँ ध्यान दिनु होला। म्य भने के हो त? ग्रामर हो। न्यानो हुन्छ। साथै हतकोत भने के हो त? चेरीको फुल। के को फुल हो त? चेरीको फुल है त। हतकोत भनेको चेरीको फुल। चेरीको फुल र यङसान होम भने के हो त? हामीले यसलाई चाहिँ अब कोरियामा यङसान होमै भनिन्छ। हामीले यसलाई नेपालमा के पनि भन्न सक्छौँ? नेपालीहरूद्वारा चाहिँ गुराँसको फुल, लाली गुराँसको फुल पनि बुझ्न सक्छौँ यसलाई। त्यसकारणले गर्दा हामीले के भनौँ त? गुराँसको फुल है त। गुराँसको फुल जस्ता सुन्दर भएको फुलहरू चाहिँ धेरै के हुन्छ त? फुल्छ। श्रामद्रोम फोममाजी कोत कुग्यङदु खागो आरुन्दाउ फोम
ख्यान्सिरुन छुल्किन्निदा भनेको छ है। के भनेको छ त मान्छेहरू चाहिँ वसन्तलाई स्वागत गर्ने अर्थात् वसन्तमा मिल्ने हैन अथवा वसन्तलाई चाहिँ हामीले सुन्दर मनमोहक बनाउँदै फुलको अवलोकन अथवा फुल अवलोकन पनि गर्छ र सुन्दर भएको वसन्त ऋतुमा अथवा वसन्त ऋतुको दृश्यलाई पनि के गरिन्छ त आनन्द गरिन्छ अथवा दृश्यहरूको आनन्द लिन्छ मजा लिन्छ भन्ने उसको अर्थ लागेको छ है त। के छ त हामीले एकपल्ट फेरि यसलाई चाहिँ रिपिट गरौँ। कोरिया चाहिँ वसन्त ऋतु, ग्रीष्म ऋतु, शरद ऋतु, शिशिर ऋतु गरी 4 वटा ऋतु छुट्टै भएको के हो त देश हो। वसन्त ऋतुको विशेषता के छ त वसन्त ऋतु चाहिँ 3 महिनादेखि 5 महिनासम्म हैन 3 महिनादेखि 5 महिनासम्म चाहिँ के हो त मार्चदेखि के हो त फेब्रुअरी हैन मार्चदेखि फेब्रुअरी सम्म चाहिँ के हो त एकदमै न्यानो भएर चेरीको फुल र गुराँसको फुल जस्ता सुन्दर भएको फुलहरू चाहिँ धेरै फुलिन्छ र मान्छेहरू चाहिँ एकदमै वसन्तहरूलाई चाहिँ मनमोहक सुन्दर बनाउँदै अथवा वसन्तमा मिल्ने गरी फुलको अवलोकन पनि गर्छ र सुन्दर भएको वसन्तको दृश्यको के भन्छ त आनन्द पनि लिन्छ है त। ल अब चाहिँ हामीले अर्को हरफ फोडेर बुझौं। अब के छ त यरुङको विशेषता यरुङ भने के हो त ग्रीष्म है त। यरुङ युवल बुथ फारवरे नुन थप्पो फिगा मानी ओमिरा के हुन्छ ग्रीष्म ऋतुमा चाहिँ 6 महिनादेखि 8 महिनासम्म हैन 6 महिना अनि के हो त यो चाहिँ जुनदेखि हैन जुनदेखि के हो त अगस्त हैन जुनदेखि अगस्तमा चाहिँ के हो त गर्मी हुन्छ र पानी धेरै आउँछ। के हुन्छ त यो 3 महिना चाहिँ गर्मी पनि हुन्छ र पानी पनि धेरै आउँछ है त। छाङमागा कुनागो सामसिप्तोगा नम्नु मुदविगा सिजाक तोइमियन सरामद्रुन आरुन्दा उन हेबियनिना खिगुग्रो युगारु त नामिदा है। के गरेर चाहिँ बर्सातको यानी कि मनसुन समाप्त भएपछि के हो त कुनागा भनेको समाप्त भयो मनसुन अर्थात् बर्सात मौसम चाहिँ समाप्त भएर 30 डिग्री के हुन्छ त आर्द्रता अथवा 30 डिग्री टेम्परेचर नाग्ने हैन हामी के हुन्छ त आर्द्रता चाहिँ 30 डिग्री भन्दा धेर हुने अत्याधिक गर्मी मा चाहिँ के गर्छ त गर्मी यदि सुरु भयो भने यो भन्ने हैन अत्याधिक गर्मी सुरु भयो भने मान्छेहरू चाहिँ के गर्छ त सुन्दर भएको समुद्री किनार अथवा उपत्यकातिर हैन चारैतिर मजाले पाहाडले घेरिएको एकदम सुन्दर वातावरणमा उपत्यकातिर चाहिँ के गरिन्छ त खिगुर भने के हो त उपत्यका हैन उपत्यकातिर के गरिन्छ त बिदा मनाउन जान्छ अथवा छुट्टीको यात्रा गर्न जान्छ। हामीनु यल्दियारु छाबुल सर्दी किदो हामीरा के गर्छ त मध्यरातिमा अर्थात् रातिमा चाहिँ धेरै गर्मी भएको कारणले के भएको कारणले धेरै गर्मी भएको कारणले हैन धेरै गर्मी भएको कारणले निद्रा पनि नपुग्ने पनि हुन्छ भने त अथवा निद्रा चाहिँ के हो त नपुग्ने गर्छ अथवा निद्राले छटपटिन्छ भन्ने यसको अर्थ लाग्छ। सल्छिदा है त सल्छिदा भने के हो त छामुल सल्छिदा
भने के हो त निद्रा राम्रोसँग नलाग्ने निद्रा राम्ररी नलाग्ने निकै निद्रा पनि राम्रोसँग नलाग्ने पनि गर्छ भनेको छ। गिदो हाल्नाले के गर्छ त गिदो हाल्नाले ने पनि गर्नु वा ए पनि हुनु भनेर निद्रा नलाग्ने पनि गर्छ भनेर निद्रा नलाग्ने पनि गर्छ। एकपल्ट हामीले फेरि यसलाई चाहिँ विस्तार रूपमा पढौँ। ग्रीष्मको विशेषता के छ त ग्रीष्मको विशेषता के हो 6 महिनादेखि 8 महिनासम्ममा चाहिँ गर्मी भएर पानी धेरै आउँछ। मनसुन अर्थात् के हो त्यो चाहिँ तपाईको वर्षायाम हैन वर्षायाम समाप्त भएपछि 30 डिग्रीसम्म चाहिँ तापमान नाग्ने अत्याधिक गर्मीमा चाहिँ के गर्छ त अत्याधिक गर्मी चाहिँ सुरु भयो भने मान्छेहरू चाहिँ सुन्दर भएको समुद्री किनार अथवा बीचमा अथवा उपत्यकातिर चाहिँ के गरिन्छ त छुट्टी अथवा भ्रमण गर्ने पनि गरिन्छ अथवा छुट्टी मनाउन पनि जान्छ भन्ने यसको अर्थ हो। रातिमा चाहिँ अत्याधिक गर्मी भएको कारणले गर्दा चाहिँ निद्रा पनि नलाग्ने पनि हुन्छ भने निद्रा पनि नलाग्ने हुन्छ निद्रा पनि पुरा राम्रोसँग हुँदैन मजाले निद्रा पनि सक्दैन है। त सल्छिरा के हो त छामुल सल्छिरा भनेको निद्रा राम्ररी नलाग्नु भनेको पनि होइन हजुरले टिप्नु होला है। अब चाहिँ हामीले अर्को अरब चाहिँ पढेर राम्रोसँग हेरौँ पढेर राम्रोसँग बुझौँ हामीले। अब यहाँ चाहिँ के हो त खाउलको विशेषता दिएको छ। खाउल भने के हो त शरद ऋतु हो है। खाउल खुवर सिबिरवरेनु माको सिमन हान नासिगा यो झिमिदा के हुन्छ शरद ऋतुमा चाहिँ 9 महिनादेखि 11 महिनासम्म हैन 9 महिनादेखि 11 महिनासम्म हो। सेप्टेम्बरदेखि के होला नोभेम्बरसम्म है त सेप्टेम्बरदेखि नोभेम्बरसम्म सेप्टेम्बर अक्टोबर नोभेम्बर है त सेप्टेम्बरदेखि नोभेम्बरसम्ममा चाहिँ के हो त सफा हुन्छ र शीतल भएको मौसम चाहिँ जुडिन्छ है। त्यसपछि याङयाङ सेक्सिए बुरो खोके मुलदुन थानफुङ्गी रुल कोगी उये सानुरु येंगु तनानु सरामदुरी मानसुनिदा भनेको छ। है त के भनेको छ एकदमै रङ्गी चङ्गी द्वारा हैन रङ्गी बिरङ्गी यसको मतलब के हो त याङयाङ सेक्सी भने के हो त रङ्गी बिरङ्गी मा एकदमै सुन्दर मनमोहक भएको अथवा सुन्दर र मनमोहक हुने गरी रङ्गिएको थानफुङ्गी भनेको हो त थानफुङ भनेको के हो त रातो पहिलो पात यानी कि शरद ऋतुमा जब पात झर्ने बेला आउँछ पात झर्नु भन्दा अगाडि के हुन्छ त एकदमै रातो भएर पहिलो हुन्छ त्यति बेलाको दृश्य चाहिँ के हुन्छ एकदमै सुन्दर र मनमोहक हुन्छ। त्यसकारणले गर्दा यहाँ के भन्छ त रङ्गी चङ्गी एकदमै रङ्गी बिरङ्गी मा चाहिँ सुन्दर हुने गरी रङ्गिएको थानफुङ भनेको हो त रातो पहिलो पातलाई चाहिँ हेर्नको लागि पहाडतिर भ्रमण जाने मान्छेहरू के हुन्छ त धेरै हुन्छ। नासिगा छोवा हाक्यु उन्दुङ हेना सुक्ची थुङवा खाथुङ चुनुहान हेक्सागा मानी यलिला के भनेको छ यहाँ चाहिँ मौसम चाहिँ राम्रो भएर के भएर त मौसम चाहिँ राम्रो भएर विद्यालयको प्रतियोगिता हैन विद्यालयको वार्षिक प्रतियोगिता भन्ने स्वर लाग्छ। त हाक्यु उन्दुङमा भने के हो त हाक्यु उन्दुङ भनेको विद्यालयको उत्सवहरू अथवा विद्यालयको के हो त प्रोग्रामहरू हैन वा
महोत्सव उत्सवहरू होइन वार्षिक उत्सव आदि जस्ता महत्त्वपूर्ण कार्यक्रम धेरै सञ्चालन हुन्छ है त। ल अब एकपल्ट फेरि हामीले चाहिँ बुझौँ। खाउल यानि कि शरद ऋतुमा चाहिँ के हुन्छ त 9 महिनादेखि 11 सम्म हैन 9 महिनादेखि 11 महिनासम्म चाहिँ सेप्टेम्बरदेखि नोभेम्बरसम्म चाहिँ के हुन्छ मौसम सफा हुन्छ र शीतल वायुको मौसम चाहिँ जोडिन्छ। अनि रङ्गी बिरङ्गीद्वारा चाहिँ के हुन्छ एकदमै सुन्दर हुने गरी रङ्गिएको रातो पहेँलो पातलाई चाहिँ हेर्नको लागि के गरिन्छ त मान्छेहरू चाहिँ हैन पाहाडतिर भ्रमण जाने मान्छेहरू के हो त धेरै हुन्छ। मौसम राम्रो भएर विद्यालय प्रतियोगिता अथवा उत्सवहरू आदि जस्ता महत्त्वपूर्ण भएको कार्यक्रमहरू के हो त धेरै सञ्चालन गरिन्छ है। ल अब चाहिँ हामीले अर्को हरफ हेरौँ पढेर राम्रोसँग बुझौँ। ख्यौल सिबिवर बुत इवरुन यंहा सिप्तोकादी निर्यगाल छंदोरो मेउ छुको खाङमुरी अल्गिदो हामीरा के भनेको छ राम्रोसँग हेर्नुस् त हामीले। अब यो के हो त ख्यौल यानी कि शिशिर ऋतु। शिशिर ऋतु हो। शिशिर ऋतु चाहिँ कहिले हो त डिसेम्बरदेखि फेब्रुअरीसम्म हैन। डिसेम्बरदेखि के हो त फेब्रुअरीसम्म चाहिँ के हुन्छ त -10 डिग्री जति हैन -10 डिग्रीसम्म। यंहा भने के हो त 0 भन्दा कम है त 0 भन्दा कम। यंहा यानी कि -10 डिग्रीसम्म चाहिँ घट्न लाग्ने हैन घट्न लाग्ने अथवा घट्ने गरी हैन कम हुने गरी के हो त्यो चाहिँ निर्यगाल यो चाहिँ ग्रामर है त। ल जंगदोरो उल जंगदोरो यो कुन ग्रामर हो त बीएसटी प्लस ल र उल छंदोरो यसले चाहिँ अर्थ के दिँदो रहेछ त हुने गरी लाग्ने गरी जतिसम्म यानी के हो त 10 डिग्रीसम्म कम हुने गरी अत्याधिक जाडो हुन्छ र नदीको पानी जम्ने पनि गर्छ। के हुन्छ त अत्याधिक जाडो भएर चाहिँ नदीको पानी खोला नालाको पानी के हुन्छ त अन्दा भने के हो त अल्गिदो हामीलाई जम्ने पनि गर्छ भन्छ है। नोफुन सिदेनो नुनी मानी निर्य सुकिना स्थित बोदु तुम ख्यौल स्पोसुरु छुल्गी नुन सरामदुरी मानसुनिला भनेको छ। यहाँ चाहिँ फेरि के भनेको त उच्च भएको क्षेत्रमा स्थानमा सिधे भने के हो त स्थान हैन स्थान उच्च भएको स्थानमा चाहिँ हिउँ धेरै झरेर स्किट वा स्केटिङ बोर्ड आदि शिशिर ऋतुको खेलहरूलाई चाहिँ आनन्द गर्ने अथवा मजा लिने मान्छेहरू के हुन्छ त धेरै हुन्छ। सामिरुन छुक्को साइरुन तातोथाम सामहान साओन ह्यनसान इ नाथानागिदो हामीरा। अब यहाँ चाहिँ के भनेको छ त राम्रोसँग हेर्नुस् त 3 दिन चाहिँ जाडो र 4 दिन चाहिँ न्यानो। यसलाई चाहिँ संक्षेप रूपमा हैन सर्ट भाषामा के भन्छ त छोटकरी चाहिँ समान साओ यानी के हो त यसको मिनिङ चाहिँ 3 दिन चिसो र 4 दिन न्यानो
गर्मी त हुँदैन, न्यानो भनौँ होइन। अब जाडोमा त गर्मी त हुँदैन नि त, न्यानो हल्का के होला न्यानो हुन्छ होइन। र यसलाई चाहिँ सर्ट भाषामा चाहिँ के भनिन्छ त 3 दिन चिसो 4 दिन न्यानो। यसैलाई चाहिँ के भनिन्छ त सामान साओन भनिन्छ त। सामान साओन 3 दिन चिसो 4 दिन न्यानो। घटना अथवा अवस्था चाहिँ देखा पर्ने पनि गरिन्छ हैन। ल अब चाहिँ हामीले एकपल्ट फेरि यसलाई चाहिँ बुझौँ। के भनिन्छ त शिशिर ऋतु चाहिँ डिसेम्बरदेखि फेब्रुअरी यानी कि 12 महिनादेखि 2 महिनासम्म चाहिँ के हो त -10 डिग्रीसम्म चाहिँ कम हुने गरी अत्याधिक जाडो यानी कि के हो त -10 भन्दा पनि कम हुने गरी है त, कम हुने गरी अथवा कम लाग्ने गरी है त अत्याधिक जाडो भएर नदीको पानी के हुन्छ त जम्ने पनि गर्दो रहेछ है। नदीको पानी पनि जम्छ भन्ने कुरा। अब यो नेपालमा पनि कुनै कुनै ठाउँमा चाहिँ नदीको पानी जम्छ त के हो त कोरियामा चाहिँ अत्याधिक चिसो भएर नदीको पानी के हो जम्ने पनि गरिन्छ। अनि उच्च स्थानमा है अग्लो भएको स्थानमा भन्नु खोजेको नि, अग्लो भएको स्थानमा चाहिँ के गर्छ त अग्लो भएको स्थानमा हिउँ धेरै झरेर स्किप वा स्केटिङ बोर्ड आदि शिशिर ऋतुमा खेल्ने खेललाई चाहिँ आनन्द लिने अथवा रमाइलो गर्ने मान्छेहरू के हुन्छ त धेरै हुन्छ हैन। ल अब चाहिँ के हुन्छ त त्यसपछि सामेरुन यानी कि 3 दिन चिसो जाडो र 4 दिन चाहिँ के हुन्छ त न्यानो। अब यसैलाई संक्षेप रूपमा चाहिँ बनाएको छ यानी कि छोटकरी रूपमा चाहिँ के दिएको त सामान साओ 3 दिन चिसो 4 दिन न्यानो भन्ने अवस्था चाहिँ देख्ने अथवा देखा पर्ने पनि गरिन्छ, उत्पन्न हुने पनि गरिन्छ हैन। कस्तो हुन्छ त घरिघरि भइरहने कुराले यो पौराणिक परम्परा एउटा भनाइ हो। के हुन्छ भने जाडो हुन्छ अनि फेरि के हुन्छ न्यानो हुन्छ, फेरि जाडो हुन्छ भनेपछि लगातार 3 दिन अत्याधिक चिसो हुन्छ भने फेरि हल्का न्यानो भएर चाहिँ त्यो न्यानो के लगातार 4 दिनसम्म चाहिँ हुँदो रहेछ। त्यसैले के हो त्यो कोरियाको परम्परागत भनाइ हो है त। सरल हामीले बुझौँ। ल अब चाहिँ अर्को हरफ हामीले पढौँ। 한국 사람들은 너무 더운 여름이나 너무 추운 겨울보다 시원하고 경치가 아름다운 봄과 가을을 좋아합니다. के भनेको छ कोरियन मान्छेहरू चाहिँ एकदमै गर्मी भएको ग्रीष्म वा एकदमै जाडो भएको खौली अर्थात् शिशिर ऋतु भन्दा शीतल र दृश्य सुन्दर भएको फोम र शरद ऋतुलाई चाहिँ के हो त मन पराउँदो रहेछ है त। 쿠라나 요즘은 이상 기온으로 봄과 가을이 짧아진 것 같다고 많은 사람들이 이야기합니다. के भनेको छ त तर आजभोलि चाहिँ बढी तापमान भएकोले हैन धेरै तापमान भएकोले वसन्त ऋतु र शरद ऋतु चाहिँ एकदमै छोटो भए जस्तो छ भनेर एउटा यसको मिनिङ के हो भने छोटो भए जस्तो छ भनेर धेरै मान्छेहरू चाहिँ के गर्छ त कुराकानी गर्दो रहेछ है कुराकानी गर्दो रहेछ है त। फेरि एकपटक हामीले यसलाई चाहिँ बुझ्ने प्रयास गरौँ। कोरिया मान्छेहरू चाहिँ एकदमै गर्मी भएको ग्रीष्म वा एकदमै जाडो भएको शिशिर भन्दा चाहिँ के मन पराउँदो रहेछ त शीतल र दृश्य राम्रो भएको वसन्त ऋतु न शीतल र दृश्य राम्रो भएको वसन्त ऋतु र शरद ऋतुलाई चाहिँ मन पराउँछ। तर आजभोलि चाहिँ अत्याधिक तापमान भएकोले गर्दा चाहिँ वसन्त ऋतु र शरद ऋतु चाहिँ के हुन्छ एकदमै सानो भए अथवा छोटो भए जस्तो छ भनेर धेरै मान्छेहरू चाहिँ कुराकानी गर्दो रहेछ।
हैन। हाम्रो नेपालमा पनि त्यस्तै छ हैन। अब चाहिँ हामीले 7 चेप्टरमा भएका लङ क्वेसन जुन कि इपिएस पास गर्नको लागि एकदमै महत्त्वपूर्ण भूमिका खेलिन्छ। त्यसकारणले गर्दा हामी लङ क्वेसनलाई पनि एकदम राम्रोसँग हेरौँ, पढौँ र बुझौँ है त। थाउक्रुल इको नेलवा खाथुम गसु खुर्सिप्सियो तर दिएको हरफलाई पढेर विषयसँग उस्तै भएको कुरालाई चाहिँ छान्नुहोस् हैन। 한국은 사계절이 뚜렷한 나라입니다. 따뜻한 봄이 되면 사람들은 꽃 구경을 갑니다. के भनेको छ वसन्तको विशेषता चाहिँ के रहेछ हामी बुझ्नु। कोरिया चाहिँ 4 वटा ऋतु गरी छुट्टिएको अथवा स्पष्ट भएको एउटा के हो त देश हो। न्यानो भएको फर्म यदि भयो भने मान्छेहरू के हो त फुलको अवलोकन गर्न चाहिँ जान्छ। अब 여름에는 덥고 비가 많이 오면 장마가 끝나면 무더위가 시작됩니다. के भनेको छ ग्रीष्ममा चाहिँ गर्मी हुन्छ र पानी धेरै आउँछ र मनसुन अर्थात वर्षायाम चाहिँ समाप्त भयो भने सक्यो भने अत्याधिक गर्मी चाहिँ सुरु हुन्छ है। ध्यान दिनु होला। वसन्त ऋतुको विशेषता, ग्रीष्म ऋतुको विशेषता हैन भइसकेको छ। अब चाहिँ के होला भने खाउ नासिगा छोरास छुक्ची तुक्वा खाथुन हेन्सागा मानी यलिन्दा के भन्नु होला। शरद ऋतुको चाहिँ के विशेषता होला मौसम राम्रो भएर उत्सव आदि जस्ता कार्यक्रम चाहिँ धेरै सञ्चालन गरिन्छ हैन। महोत्सव उत्सव इत्यादि जस्ता कार्यक्रमहरू चाहिँ के हो त धेरै सञ्चालन गरिन्छ खोलिन्छ भन्नु खोजेको हैन। 겨울은 매우 춥지만 스키 등 겨울 스포츠를 즐기는 사람들이 많습니다. के भनेको छ भाइ चाहिँ 겨울 यानी कि शिशिर ऋतुको पनि यहाँ विशेषता दिएको छ। शिशिर ऋतुमा चाहिँ के हो त अत्याधिक जाडो भए तापनि अत्याधिक जाडो भए तापनि स्किट आदि शिशिर ऋतुमा खेल्ने खेललाई चाहिँ आनन्द लिने अथवा रमाइलो गर्ने मान्छेहरू चाहिँ के हो त धेरै छ हैन। ल अब यसलाई हामीले फेरि एकपल्ट बुझौँ। कोरिया चाहिँ के हो त 4 वटा ऋतु गरी स्पष्ट भएको देश हो। न्यानो भएको फर्म यदि भयो भने अथवा आयो भने मान्छेहरू चाहिँ फुलको अवलोकन गर्न जान्छ। ग्रीष्ममा चाहिँ के गर्छ अत्याधिक गर्मी हुन्छ र पानी धेरै आएर है त उम्यो होइन पानी धेरै आएर चाहिँ के गर्यो त आउँछ र मनसुन अर्थात वर्षायाम चाहिँ समाप्त भयो भने अत्याधिक गर्मी के हुन्छ सुरु हुन्छ। ग्रीष्ममा चाहिँ के हुँदै थियो शरदमा चाहिँ के हुँदो रहेछ त शरदमा चाहिँ मौसम राम्रो भएर महोत्सव आदि जस्ता कार्यक्रमहरू चाहिँ धेरै सञ्चालन गरिन्छ। शिशिरमा चाहिँ अत्याधिक जाडो भए तापनि स्किट आदि शिशिर ऋतुमा खेल्ने खेललाई चाहिँ के गरिन्छ त आनन्द लिने अथवा रमाइलो गर्ने मजा लिने मान्छेहरू के हुन्छ धेरै हुन्छ। र अब चाहिँ हामी यसको अवसर हेरौँ। 한국은 계절이 변화가 뚜렷하지 않습니다. के भनेको छ त कोरिया चाहिँ ऋतुहरूको परिवर्तन स्पष्ट नभएको देश हो अथवा स्पष्ट हुँदैन अरे। ऋतुहरूको परिवर्तन चाहिँ स्पष्ट हुँदैन त हुन्छ नि किनभने 4 वटा ऋतुको अनेकौं विशेषताहरू छ आफ्नै आफ्नै भूमिकाहरू छ। त्यसले गर्दा के हो त कोरिया चाहिँ ऋतुको परिवर्तन हैन चेन्ज हुने के हो त स्पष्ट हुन्छ। यानी के भन्छ स्पष्ट चाहिँ हुँदैन भनेको छ।
त्यसले गर्दा यो मिल्दैन है त, ध्यान दियो हामी। किनभने के हो त, फरक भएको देश भनेर हैन, फरक भएको देश हो, यानी के हो त फरक हुँदैन भनेछ। त्यसले गर्दा हामी मिल्दैन यो। दिनु गरौँ छुक्चेनु नासिका छौं खाउरे मानी एलिमिदा। के हुन्छ त्यसपछि मौसम चाहिँ मौसम राम्रो भएको शरद ऋतुमा चाहिँ धेरै सन्तरण हुन्छ। यहाँ भनेको छ कि छैन हामी राम्रोसँग हेर्नु त, यहाँ के भनेको छ त, शरद ऋतुमा चाहिँ मौसम राम्रो भएर, शरद ऋतुमा चाहिँ मौसम राम्रो भएर के गर्दा महोत्सव आदि जस्ता कार्यक्रम चाहिँ धेरै सञ्चालन हुन्छ। यसमा टुटले भनेको छ ओ धेरै सञ्चालन हुन्छ हैन, कार्यक्रम चाहिँ के हुन्छ त धेरै सञ्चालन हुन्छ। त्यसकारणले गर्दा हामीले दुईको चाहिँ मिल्छ है त, ध्यान दिनुहोस् होला। त्यसैगरी हामीले तिनको पनि पढौँ। मुदविगा कुनाम्यन फिगा मानी ओनु छामागा सिजाग देख्दा। ध्यान दिनुहोस् के भन्छ, अत्याधिक गर्मी समाप्त भयो भने, धेरै अत्याधिक गर्मी समाप्त भयो भने पानी धेरै आउने बर्खायाम अर्थात् मनसुन सुरु हुन्छ। हो त, यहाँ के भन्यो त, गर्मी भएर पानी धेरै आउँछ, साथै मनसुन समाप्त भयो भने चाहिँ अत्याधिक गर्मी सुरु हुन्छ। मनसुन समाप्त भयो भने अर्थात् बर्खायाम समाप्त भयो भने के हुन्छ त अत्याधिक गर्मी हुन्छ। यहाँ चाहिँ के भन्यो त, अत्याधिक गर्मी समाप्त भयो भने बल्ल बर्खायाम सुरु हुन्छ। त्यसले मिलेन, ठ्याक्कै यसको विपरीत भयो, मिलेन है त, राम्रोसँग ध्यान दिनु होला। 4 छेउरेनु नमु छुवास श्रामदुरी यावे वादमु हाजी आन सुन्दा। ए के भन्नु छ त, शिशिरमा चाहिँ अथवा हिउँ ऋतुमा चाहिँ एकदमै जाडो भएर, धेरै जाडो भएर मान्छेहरू चाहिँ बाहिरी क्रियाकलाप के हो त, यावे भनेको हो त बाहिरी एक्टिभिटिज गर्दैन, बाहिरी क्रियाकलापलाई चाहिँ गर्दैन अरे। बाहिरी क्रियाकलाप गर्दैन त, ध्यान दिनुहोस् यहाँ चाहिँ के भनेको त, शिशिर ऋतुमा चाहिँ अत्याधिक जाडो भए तापनि हैन, अत्याधिक जाडो भए तापनि स्किट आदि हिउँदको खेलहरूलाई चाहिँ रमाइलो गर्ने मान्छेहरू धेरै हुन्छ। यहाँ चाहिँ बाहिर एक्टिभिटी गर्दैन भनेको छ। त्यसैले गर्दा के भयो त, यो पनि मिलेन है त। ल यो भिडियो चाहिँ हजुरहरूले अन्तसम्म हेरिदिनु भएकोमा चाहिँ हजुरलाई एकदमै हृदयदेखि धन्यवाद।